हुन्थ्यो हाम्रो त जे भन्ने बित्तिकै यति मन दुख्छ आँसु झर्छ नि कामहरू पनि मम्मीले गर्नुहुन्थ्यो अहिलेको टाइममा चाहिँ छोड्नु भएको मैले बोलेको शब्दहरू चाहिँ मम्मीहरूको आँखामा बाबा त मजा लागेर बिचबाटै छोडिदिनु हेर्ने र आफ्नो आँसु चाहिँ काहीँ पनि देखाउनु हुँदैन नदेखाउनु भएको तपाईँ So, यसरी पनि हालै नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो आए सबजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै आरामै छु नयाँ दिन नयाँ सुरुवात नयाँ भ्लग आइसक्यो हजुरहरूको सामुन्ने नयाँ भिडियो एन्ड भ्लग लिएर सधैँ जस्तो अनि आजको भ्लग चाहिँ के को बारेमा भनेर चाहिँ तपाईँहरूले थाहा पाइसक्नु भयो मेरो चाहिँ इन्टरभ्यू आइसकेको छ इभन म आफैले पनि हेर्न पाएको छुइनँ अनि मैले मेरो फ्यामिलीलाई चाहिँ एकछिन होल्ड गरिदिनु है भनेको थिएँ किनकि केही कारणले हामी त्यो चाहिँ अब तपाईँहरूले भोलिको भ्लगमा देखिहाल्नु नै वाला छ अहिले हामी चाहिँ हस्पिटलको सेड्युलमा छौँ अनि त्यो भएरसम्म चाहिँ यति टाइम निकालेर भए पनि अब भोलि त मम्मी बाबाले हेरिहाल्नुहुन्छ त्यो भएर चाहिँ सँगै बसेर हेरौँ भनेर चाहिँ एकदमै धेरै आतुर छौँ अनि सुरुमा एकचोटि देखाइदियो त त्यहाँ क्यामेरा सो गाइज त्यहाँ देख्न सक्नुहुन्छ इन्टरभ्यू चाहिँ आइसकेको छ अनि इन्टरभ्यू चाहिँ मलाई पनि थाहा थिएन इन्टरभ्यू आउँदैछ भनेर चाहिँ नि हिजो दाइसँग लाइभमा जोडिँदाखेरि दाइले ट्याक्कै भोलि आउँछ इन्टरभ्यू चाहिँ भन्नुभएको थियो अनि त्यो भएर चाहिँ अनि सो एक्साइटेड हुनुहुन्छ तपाईँ नि हुनुहुन्छ सो गाइज अब चाहिँ हामी स्टार्ट गर्छौँ अनि अब चाहिँ हामी यहाँ आफ्नो बोली सुन्दा बाहिर कामहरू पनि मम्मीले गर्नुहुन्थ्यो अहिलेको टाइममा चाहिँ छोड्नु भएको अब अरूको रेस्टुरेन्टमा अब घरमा काम गर्नुहुन्थ्यो कि मम्मीले सबै चाहनु भयो कि भएन रसलाई कुनै समय चाहेको थिएँ भनौँ उसको पनि फल्ट थियो होला मैले के भन्छु भने मेरो मात्र फल्ट देखेर हुँदैन कि उसको पनि त केही फल्ट थियो होला नि त दुईजनाकै केही फल्ट भएर यो चाहिँ गाइज स्टार्टिङ हो अनि त्यो भएर चाहिँ यहाँ चाहिँ अब त्यो के भन्छ अरे दाइले सर्ट सर्ट क्लिपहरू काटेर हाल्नुभएको छ सो हेरौँ अब बाबा रुनुहुन्छ कि मम्मी रुनुहुन्छ आयो बाबा चाहिँ रुनुहुन्न होला मम्मी चाहिँ रुनुहुन्छ किनकि भन्दा अगाडिको इन्टरभ्यूमा पनि मम्मी रुनु भएको थियो अनि छैन म चाहिँ काट्छु किनकि स्टार्टिङबाट लगाउँछु किनकि यो धेरै प्रचार भयो लगाइन्छ अब चाहिँ यहाँबाट स्टार्ट भयो अब चाहिँ रेडी हाम्रो इन्टरभ्यू हेर्न चाहिँ जाँदै गए हुन्छ तपाईँ स्टार्ट गर्नु न स्टार्ट भइसक्यो इङ्ग्लिस राम्रो भयो फेरि बिचबिचमा इङ्ग्लिस हान्छु कि म सिकाउला मलाई पनि ओके 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 पोडकास्ट लास्ट टाइमको पोडकास्ट अब दिएर जानुभयो यस हामीसँग कसरी हेर्नु कस्तो मसुर भएर टोल गएको बेलामा परेको थियो त्यो जस मैले बोलेको शब्दहरू चाहिँ मम्मीहरूको आँखामा बाबा त अब आँसु त देखाउनु हुँदैन तर मम्मीको आँखामा चाहिँ त्यो मैले भनेको शब्दहरू चाहिँ हरेक एकदमै रुनु भएको थियो कि त्यो मैले रियाक्सन पनि हालेको थिएँ भिडियो त्यति बेला चाहिँ जस एकदमै खुसी लागेको थियो कहीँ कहीँ कतै कुनै पल पनि रिग्रेट फिल त भएन नि किन पोडकास्टमा बोलेछु भनेर त छैन त्यस्तो भनेर जे कुनै पनि छैन अलिअलि कुनै वर्डहरू थियो त्यो बोलेको चाहिँ त्यसो नबोलेको भए हुन्थ्यो जस्तो लाग्यो अहिलेको टाइममा चाहिँ तर त्यो टाइममा चाहिँ थिएन बाबा मम्मीले के भन्नुभयो त्यो पोडकास्ट हेरिसकेपछि चाहिँ रेस्पोन्स कस्तो गर्नुभयो त्यो पोडकास्ट बाबा मम्मीले चाहिँ अब देखाउनुहुन्छ होइन आँसुले नै थाहा हुन्छ अब मम्मीको कति कुराहरू थियो भनेर अब बाबाको त हेर्नुभयो त्यो अब म रोको देखेर चाहिँ नमजा लागेर बिचबाटै छोडिदिनु भयो कि हेर्ने अनि त्यति नमजा लागेको थियो र मम्मी चाहिँ अब जसरी म रोको थिएँ नि यहाँ बाबाको कुरा गर्दाखेरि त्यसरी नै मम्मी रुनु भएको थियो कि तर कस्तो अचम्म है छोरा मान्छेले सबमा आँसु देखाउँदैन है चाहे त्यो जेसुकै होस् कि साँच्चै मैले एकचोटि बाबाको जेसुकै दुःख परे पनि त्यो आँसु भन्ने चिज मैले अहिलेसम्म बाबाको आँखाबाट आँसु एकचोटि पनि देखेको छैन क्या दाइ कस्तो हुन्छ बरु त्यस्तै कठोर मलाई बनाइदिएको भए हुन्थ्यो हाम्रो त जे भन्ने बित्तिकै यति मन दुख्छ आँसु झर्छ नि बाबाहरूको झट्टै झर्दैन कि इभन छोरा गाइस इमोसनल पार्ट नआउँदा त्यस्तो छ मम्मीको हालत अगाडिको त्यो इन्ट्रो हेरेर भनिसकेपछि अब पछाडि पछाडि कस्तो होला हेर्नु न कति हाँसिस तपाईँको छोरी त्यस्तै हो बाबाको अहिलेसम्म आँसु देख्नु भएको छैन गर्न चाहिँ गर्नुहुन्छ है तर त्यस्तरी आँसु झार्ने त्यस्तो चाहिँ छैन अहिलेसम्म देखेको भए देखेकै छैन कि आँसु झारेको देखेको भए पनि अब हो बाबा रुनुहुन्छ भन्ने हुन्थ्यो एकचोटि पनि देखेको छैन अब रुनु भयो भने चाहिँ बल्ल गाह्रो हुन्छ होला फर्स्ट टाइम आँसु देख्दा चाहिँ त्यत्रो धेरै सङ्घर्ष गर्नुभयो है बाबाले त्यो पनि आँसु झार्नुहुन्न एकचोटि पनि अहिलेसम्म म जन्मेर यत्रो वर्ष भइसक्यो एकचोटि रोको देखेँ होइन कि
मम्मी चाहिँ अब रुनुहुन्छ, अब छोरी मान्छे अफकोर्स रोइहाल्छ सानसानो कुराले। प्राय मम्मी अब सानसानो कुराले हो कि कस्तो म चाहिँ त्यस्तै हो। कहिलेकाहीँ अब यसो डिस्कस पर्दाखेरि पनि रोइहाल्नुहुन्छ, मैले केही भन्दा पनि रोइहाल्नुहुन्छ। त्यो सानसानो कुराले रुनुहुन्छ, त्यस्तो ठुलै कुरा भएर चाहिँ अहिलेसम्म रोएको देखेको छैन मम्मीलाई पनि। छोरा मान्छे त बाबा त्यो बेला रुनुहुन्छ अरे होइन, छोरी। सो मैले चाहिँ यहाँ केही वर्डहरू चाहिँ एकदमै अब रुडली बोलेको छु होला, त्यसको लागि चाहिँ सुरुमै माफ माग्न चाहन्छु। माफ त म कदापि माग्ने थिइनँ, तर मेरो कारणले भन्दाखेरि त्यो कुरा मैले पनि फिल गरेको छु दाइ। किनकि मैले चाहिँ मेरो बाबालाई के भनेर जिस्काइरहन्छु भन्दाखेरि हुन त म भोलि बिहानै घर छोडेर गयो भने नि तपाईँ रुनुहुन्न है भन्छु कि, तर त्यस्तो हुँदैन कि दाइ। अब त्यति बेलाको टाइम भनेको एकदमै अलग टाइम हुन्छ कि, किनकि यत्रो वर्ष सँगै बसेर अब जहाँ अरूको हातमा जाँदाखेरि त बेसरी गाह्रो हुन्छ नि त। त्यति बेला चाहिँ मैले बाबालाई के भन्छ भने, म त अरूको घर गयो भने तपाईँ त हाँसी हाँसी बिदाई गर्नुहुन्छ होला है भन्छु। अनि म विदेश जाँदा पनि तपाईँ हाँसी हाँसी बिदाई गर्नुहुन्छ होला है भन्छु। त्यो बाबाले चाहिँ भन्नुहुन्छ है म रुदिनँ भनेर। अब चाहिँ त्यो त्यति बेलाको कुरा चाहिँ त्यति बेलै थाहा हुन्छ है। तर मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि म बिहा गरेर गएँ भने चाहिँ अफकोर्स रुनुहुन्छ जस्तो लाग्छ कि। त्यो बेला तासु रोक्न सकिन्छ, कन्ट्रोलै हुँदैन कि त्यति बेला कासो। यो त गाइस रन्जित दाइको बोली आमा रियलमा त्यस्तो कति चलक फडक बोल्नुहुन्छ। बिहा गरेर गयो भने त म आफू त रुन्छु भनेपछि अब बाबा त होइन कुरै छोड्यो। आफ्नो फुल चटक्क टिपेर बोलाइदिदियो यस्तो कठोर रुनुहुन्न यो बाबा त। अब लाइफको फर्स्ट पोडकास्ट म 2 जना तपाईँहरू छन् अहिले एक्लै। कारण अब रोशनलाई भनेको पोडकास्ट छ यो पालि अब जानुपर्छ भनेर। अब उसको आफ्नो व्यक्तिगत कामले गर्दा केही पर्सनल कामहरू होला। अब एक्ज्याक्टली मलाई पनि थाहा छैन दाइ, किन खासै कुरा हुँदैन उसँग पनि। अब उसको पर्सनल कामले गर्दाखेरि ऊ नआएको होला सायद। अब धेरै चर्चाको विषय छ, जे बोल्छु सत्य बोल्छु झुट बोल्दिनँ सत्य बोल्छु झुट कसम कसम भन्नुभएको। अब हुन त मसँग पनि जोडी जम्यो भनेर हुन्छन् होइन, धेरैजनाले मसँग टिकटक बनाउँदा होइन, रोशन भाइसँग बनाउँदा रोशनसँग जोडी राम्रो छ भनेर हुन्छन्। तर मैले गाएको यो हल्ला सुनेको मैले बुझेअनुसार केही समय अगाडि तपाईँ रिलेसनमा हुनुहुन्थ्यो अरे, हो या होइन? यो कुरा कस्तो भन्दाखेरि त्यो त गाइस मैले ब्लगहरुमा पनि भनेको थिएँ नि त, हामी दुईटैले भनेको थियौँ पहिला धेरै अगाडि पनि तपाईहरुले देख्नुभयो होला, धेरै पहिला अहिलेको टाइममा त पुरो समातेर बोल्नु त्यस्तो होइन। पत्रकार हो तपाईँ दुईजना बस्नु न, राजेशलाई नि राख्नु। आज राजेशको रियाक्सन दिएको गाइस यस्तो छ यहाँ हेर्नु न, इन्टरभ्यु उता जानु आइज त राजा मम्मीको आँखामा वर्षै अगाडि हो कि महिना अगाडि होइन, जाऊ न त्यो साइडमा बस्यो हुन्छ कि भनेर गाइस। दाइ कस्तो रिलेसन खायो, एक हप्ताको रिलेसन। एल्लुलाई हेर्नु न गाइस, मेरो इन्टरभ्यू हेर्न कति एक्साइटेड छन् त। एल्लु धरि यहीँ छ। कस्तो सेट त्यति बेला स्कुल टाइम थियो, कलेज टाइम थियो, जो पनि बोल्न आउँथ्यो नि त क्लासमा। त्यति बेला मैले युट्युबहरू गर्ने थिइनँ, टिकटकहरू मात्रै चलाउने थिएँ। अनि त्यो टाइममा चाहिँ जो केटा मान्छे बोल्न आए पनि म बोलिदिन्थेँ कि राम्रोसँग। तर अब कसैले प्रपोज गर्यो भने चाहिँ साइड लाइक भयो, तर म ब्लकै हानिदिन्छु गर्थेँ। ऊ पनि त्यस्तै भिडमा परेको हो के, त्यस्तो लभै परेको भनेर भन्न मिल्दैन त्यो कुरालाई चाहिँ। म चाहिँ मान्दिनँ लभ परेको भन्ने समय त थियो होला, भन्यो त त्यही 1 हप्ताको बिचमा थियो माया। मेरो बेला चाहिँ थियो उसलाई नै थाहा। त्यो आफ्नै बोले आफूले सिद्ध त लाजेको मर्दो हुँदो रहेछ त नि हाम्रो ग्याङहरू चाहिँ। भाउजू मान्नुहुन्छ कि भन्दा म किन मान्नु रिप्लाई आएको देखेको थिएँ कि मैले चाहिँ। यस्तो हो त्यो उहाँहरूले भनेको कुरा पनि राइट हो, किनकि यो अहिलेको टाइममा चाहिँ यस्तो छ कि तपाईँसँग म भिडियो बनाउँछु तपाईँसँग जोड दिनुहुन्छ, उहाँसँग बनाउँछु उहाँसँग जोड दिनुहुन्छ। इभन अब मैले तपाईँ दुईजनालाई नै छोडेर अर्को व्यक्ति ल्याएँ भने उहाँलाई पनि जोड्नुहुन्छ नि त। अनि होइन एउटा कुरा एकदमै धेरै माया दिनुभएको छ, सपोर्ट गर्नुभएको छ, मेरो लागि त त्यही नै हो ठुलो कुरा भने। टिभी के भएको उसँग मेरो रिलेसन मैले 1000 चोटि भनिरहेको छु, 50 चोटि भनिरहेको छु। पहिलाको टाइममा थियो, अहिलेको टाइममा केही पनि रिलेसनहरू छैन। मैले पहिलादेखि नै इभन
पोहोरकै पोडकास्टमा पनि भनिरहेको छु तर ऊ र म साथी हो जस्ट फ्रेन्ड हो भनेर भनिरहेको छु अनि मान्छेहरूले कसरी कुरा गर्नुहुँदो रहेछ भन्दाखेरि अब यो केटी यस्तै टाइपको हो जोसँग पनि हिन्दी नै बोल्दिने तर त्यो त छैन नि त म त अनि तपाईँले भन्नुभएको कुरा चाहिँ अब त्यो चाहिँ त्यही नै हो अब उहाँहरूले अब उसले जोसँग बिहा गर्छ उसले त उसलाई भाउजू भन्नु पर्यो नि त मलाई त होइन नि त त्यही नै कि कहीँ न कहीँ त झुट लुके जस्तो लाग्छ कहानी त लुकेदैन भन्नु यस्तो हो कि उहाँहरूले भनेको मैले चाहिँ कहाँनिर क्याप्चर गर्नु खोजेको भन्दा चाहिँ जुन मैले त्यो एउटा वर्ड भनेको छु तापन्तीको लागि त्यो वर्डमा आफूले चाहेर पाउने भएको भए छैन उनीसँग चाहनु भयो कि भएन रोशनलाई कुनै हेर न यस्तो सोध्छन् टाइममा चाहिँ अब उसले कसरी रिलेसन स्टार्ट गरेको थियो थाहा भएन होइन तर एक हप्ताको बिचमा चाहिँ म चाहिँ यस्तो हो कि कसैसँग रिलेसन राख्छु भने चाहिँ उसलाई लाइफ टाइमले राख्छु अब छोटो समयलाई छुट्ने गरेर चाहिँ राख्दिनँ कि त्यति बेला चाहिँ अब मैले कस्तो लाग्दैछ छोरीको सुनाउँदै थियो ममा पनि नबोल्ने वास्ता नगर्ने त्यस्तो टाइपको छ कि त्यो आफैले फिल गरेको एउटा माया छोड्दाखेरि मन कति दुख्छ अहिलेसम्म त्यति साह्रो चाहिँ फेस गर्नु परेको छैन जस अब केही कुराहरू आफूले चाहेको कुराहरू छोड्दाखेरि त अफकोर्स मन दुख्छ बाहिरबाट देखाउन नसके पनि भित्रबाट चाहिँ त्यसरी गाह्रो हुँदो रहेछ बाहिर हाँसे जस्तो गरे पनि भित्र मन चाहिँ त्यही हुँदा अब दुनियाँमा आँसु देखाएर कामै छैन यहाँ एउटा आँसु देखाएर मान्छेलाई हुने भनेको केही पनि हुनु र हाँस्न पाउँछन् यो कमजोरी रहेछ भनेर उनीहरूले थाहा पाउँछन् त्यो भएर चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भने आँसु लुकाउने बरु तर नदेखाउने कि मान्छेको अगाडिमा धेरै ठाउँमा पिल्ला रोइदिइहाल्ने तर मान्छेले कस्तो सोच्दो रहेछ भने त्यही कमजोरी रहेछ कि च्याप्प त्यही समाउने अनि त्यसैले गर्दा गाह्रो हुन्छ भनेपछि त्यही चिज गर्छन् कि मान्छेले त्यही भएर आफ्नो आँसु चाहिँ काहीँ पनि देखाउनु हुँदैन त्यो भएर नदेखाउनु भएको तपाईँ लुकाउनु माया के रहेछ मेरो लागि माया अब माया त्यस्तो साह्रो चाहिँ थाहा छैन दाइ माया भनेपछि अब फ्यामिलीलाई गर्ने माया रिलेसनमा हुने माया मलाई चाहिँ एउटै जस्तो लाग्छ कि अनि माया जस्तो मैले बाबा मम्मीलाई गर्छु त्यस्तै मैले मेरो लाइफ पार्टनरलाई पनि गर्छु कि माया त्यही नै हो मेरो लागि अहिले लाइफ सिंगल अरू के छ अहिलेको लाइफ चाहिँ अहिलेको लाइफ सिंगल छ है कुनै टाइम मिङ्गल तर एउटा कुरा तपाईँलाई फ्याक्ट कुरा भनौँ अहिलेसम्म मैले रिलेसन छ भनेर यो लुकाएको कुरा हो कि कसैसँग रिलेसनै छैन कि मेरो है त अब जस्ट तपाईँहरूले कसरी सोच्नुहुन्छ त्योमा फरक पर्छ म त जस्ट फनको लागि मात्र रिलेसन छ हो त बाबा मेरो कोही पनि छैन है रिलेसन कसै अनि मिठो जाने झुटबोली हो त तपाईँ धरि अहिले आएर दाइको सपोर्ट छ यस्तो सोचेको थिइनँ अनि मलाई चाहिँ अब धेरैजनाले क्या भनिरहेको हुन्थ्यो नि त मोटी मोटी अनि प्रोफाइल हेर्ने बहिनीको अनि मोटी मोटी भनेको होला भनेको सबैले त्यो चाहिँ मलाई पनि त्यस्तो कुराहरू चाहिँ मलाई पनि परेको छ दाइ म कतै गएँ भने अब तपाईँ त मोटो हुनु न त रियलमा त बिस्तारै पातलो हुनुहुन्छ कस्तो हुँदो रहेछ भन्दाखेरि त्यो भिडियोमा चाहिँ अलग टाइपको देखिँदो रहेछ कि रियलमा चाहिँ फरक देखिन्छ अनि अर्को कुरा भनेको म पहिला मोटो थिएँ अहिले दुब्लाको हो कि जिम जान्छु नि त जिम चाहिँ जाँदिनँ जस्ट फन त्यस्तो पहिला चाहिँ मोटो थियो जस पुरानो भिडियोहरू हेर्नुभयो भने चाहिँ थाहा हुन्छ कि पहिला चाहिँ मोटो थियो अहिले त अब दुब्लाएँ अहिले काठमाडौँमा आउँदाखेरि मोटी बाहिरबाट मात्र हाँसिरहेको भित्रबाट चाहिँ रोइरहेको छ भन्ने पनि कुरा सुनेँ मैले कसरी सुन्नुभयो त्यो कुरा रोशन नआएर ओ माई गड त्यस्तो हुँदैन एउटा कुरा कस्तो छ भन्दाखेरि म कसैसँग हिँडेछु भने मलाई केही कुरा पनि फरक पर्दैन कि दाइ म जे छु जसो छु आफू खुसी हुनुपर्दो रहेछ कि अरूले त के सोच्लान् कस्तो सोच्लान् वास्तव गर्नु हुँदो रहेछ कि म त्यस्तो स्याड छैन खुसी नै छु तपाईँले मेरो मुहारमा कसको सँगै आउने साथीहरू मात्रै नआउँदाखेरि त रोशन त याद आउँला अब एप भन्ने चाहिँ कस्तो हुँदो रहेछ भने अब सबै हरेक इभेन्टमा जहाँ जाँदा पनि टुरहरूमा पनि अब सँगै हुने यो टाइम छोड्दा चाहिँ अब अलिकति नमजा हो होइन किनकि सबै ग्रुपसँगै हुन पाएँ अब इभन अहिले मैले एक्लै बसेर दिनु परेको छ नि त ऊ भएको भए अब सँगै भइन्थ्यो त्यो भएर चाहिँ अलिकति कता कता त्यस्तो हुँदो रहेछ अब ठिक छ उसको आफ्नो व्यक्तिगत कामले हिँड्न पाएनन् होइन अब हामीले पनि अब हाम्रो फोर्समा हिँड भन्ने कुरा पनि भएन त्यो भएर चाहिँ अब कहिले काहीँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ लागि भगवान् हो नि त होइन उहाँहरूको लागि हामी चाहिँ पनि कुरा गरिरहेको हुन्छौँ मलाई कस्तो हुन्छ भन्दाखेरि चाहिँ यो मान्छेको पोडकास्ट गर्नु मलाई कमेन्ट गरेर आउँछ त खोज्दै जाने हो क्या इभन सन्तोषहरूसँगको सम्बन्ध मेरो चाहिँ सुरु भयो
दाइ क्रेजी भ्लगको पोडकास्ट गर्नुहरू मैले चाहिँ हेरेको थिइनँ को अनि सर्च गरेँ युट्युबमा त्यसपछि इन्स्टामा म्यासेज गरेँ टिकटकमा कुरा भयो अनि हाम्रो फेरि अहिले हाम्रो सम्बन्ध राम्रो छ भने चाहिँ अडियन्सको कुरा पुरा गरेँ हो नि त मैले त अडियन्सले धेरै चाहना राखेको छ क्या रोशन र मोटीको बिहे होस् सम्भावना के छ सम्भावना केही पनि छैन छ या छैन किनकि लाइफले मलाई अब मेरो भाग्यले कहाँ पुऱ्याउँछ भन्ने कुरा हो कि दाइ भोलि बिहान उसँग बिहा होला नहोला त्यो त मैले ग्यारेन्टी लिन सक्दिनँ नि त होइन अब अडियन्सले माया गर्नुहुन्छ उहाँहरूको माया सधैँभरि यस्तै नै होस् तर अब त्यो पछिको कुरा हो कि उसँग मेरो भाग्यले कता लेखेको छ होइन उतातिर उड्छु कि दक्षिणतिर उड्छु कि थाहा छैन नि त त्यो भएर त्यो चाहिँ मैले ग्यारेन्टी लिन सक्दिनँ कि भाग्यको कुरा हो मलाई कहाँ पुऱ्याउँछ भन्ने कुरा भाग्यमा लेखेको छ भने त सायद दाइ भन्नु सुसाउनु हुनसक्छ तपाईँले आफ्नै कुरो त गरिरहनु भएको छ त अनि फेरि मम्मी पुरो समाउनुपट्टि जानेका दाइ कहाँ पुऱ्याउँछ पुरो समाउनु च्याप्प च्याप्प भनिरहेको शब्द त्यो झ्याप्पा छोड्न नसकेको पोडकास्टहरू मेरो मैले कहीँ अन्त एक ठाउँमा पोडकास्ट दिएको थिएँ हेर्नुभयो मैले हेरेको थिएँ त्यो चाहिँ कस्तो भन्दाखेरि फर्स्ट टाइम तपाईँले कसैकोमा दिनुभएको नि कसैकोमा जे अब नजिकको उहाँहरूकोमा दिनुभएको अब के भन्नुभयो किनकि त्यो भन्दा पनि टिकटकतिर क्लिपहरू आइरहेको थियो कि अनि मलाई झन् त्यसले धेरै उत्साह बनायो कि हिँड्न जाम भयो अनि मैले गराइदिएको थिएँ बहिनीको पवित्रता त तपाईँले किन बिगार्नु भएको बिगार्ने गाइड सबै उहाँ हो फेरि जस्तै पार्ने घरि फुल लिएर हिँड्नुहुन्छ घरि के लिएर हिँड्नुहुन्छ तपाईँले गर्दा त्यस्तो भएको चाहिँ कहिले बिग्रियो सम्बन्ध नराम्रो सम्बन्ध भएर कोसँग दाजु बहिनी छैन त्यस्तो सम्बन्ध त्यो त उहाँले सोध्नु भएको कुरा हो नि त उहाँलाई गरेर सोध्नु न कसलाई लाग्थ्यो प्रश्न उहाँको प्रश्न चाहिँ अलिकति सुरु रियल कुरा भन्दा चाहिँ अलिकति रुट लागेको थियो कि बोली त्यस्तो लागेर हो कि के भएर तर मलाई चाहिँ अलिकति रुट लागेको थियो बोली चाहिँ त्यसरी चाहिँ नसोधेको भयो हुन्थ्यो रञ्जित दाईलाई भन्ने भएको थियो अब ठिक छ उहाँको बोली नै त्यस्तो रहेछ किन पछि तपाईँलाई पोडकास्ट दिइसकेपछि मैले अर्को हेरेको थिएँ त्यो सोधाइ नै त्यस्तै तरिकाको रहेछ कि तपाईँको पो सफ्ट छ र सोधाइ रियलमा गाइस त्यस्तो छैन तपाईँको ओके थ्याङ्क यू लाइफ कस्तो चल्दैछ अहिले लाइफ चिल छ केही पनि छैन एकदमै मजा छ मेरो लाइफ मान्छेले देख्दा मजा छ मेरो लाइफ पनि मजा छ तर यस्तो हुँदो रहेछ कि दुःख परेछ भनेर रिसाएर बस्ने चुपलाएर बस्ने त्यो गर्नु हुँदो रहेछ कि लाइफ एकचोटिको मजाले जिउनुपर्छ तपाईँलाई दुःख भएछ भने नि हाँसी हाँसी जे हुन्छ यस्तो बोल्न सक्ने तर भनिन्छ कि जो धेरै हाँस्छ जसको अनुहार हाँसिलो हुन्छ नि ऊ भित्रभित्र चाहिँ रोइरहेको हुन्छ म चाहिँ दाइ कस्तो छु भन्दा मलाई एकान्त भन्ने चिज चाहिँ कहीँ हुँदैन किनकि म कस्तो भन्दाखेरि म मान्छेसँग घुलमिल भएर बस्न चाहन्छु कि एकान्त भनिसकेपछि अलिकति त्यो आफूले नसोच्ने कुराहरू पनि सोच्न बाध्य भइदो रहेछ कि त्यो टाइममा चाहिँ त्यो भएर कस्तो हुन्छ भन्दाखेरि अब म दिउँसोभरि छुट्टै नगरी भन्नुपर्दा म निकै हुन्छु सँगै होइन रातिको टाइममा घर जान्छु हुन्छु मलाई चाहिँ एक्लो फिल चाहिँ कहिलेकाहीँ भइहाल्यो भने चाहिँ अब केही कुराले हुन्छ तर मलाई चाहिँ होइन यस्तो चाहिँ गर्न नहुँदो रहेछ आफू जसरी जिउन सकिन्छ त्यसरी जिउनु पर्दैछ भन्नुहुँदो रहेछ कि किनकि रोएर के गरेर केही पाइने होइन आजकल चाहिँ पुरा हाँसेर हिँड्ने मायामा कतिको विश्वास लाग्छ फुल लाग्दैन मतलब त्यस्तो धेरै लाग्दैन अब आधी विश्वास लाग्छ भने धेरै पनि लाग्दैन आफूले माया गरेको मान्छे अरूको अँगालोमा देख्दा कस्तो हुन्छ अथवा अरूसँग देख्दा कस्तो हुन्छ धेरै गाह्रो हुन्छ दाइ त्यो पल भनेको आफूले नसोच्ने पल रहेछ कि एकदमै हुन्छ नि त अब त्यो टाइमको कुरै अलग हुँदो रहेछ त्यो सोच्नै नसकिने कुरा हो त्यसले कमजोर बनाउँछ है विशेष तर देखाउन हुन्न आँसु चाहिँ त्यस्तो कहिले भयो त्यस्तो भएको थियो एकचोटि टाइम बेसरी गाह्रो भएको थियो तर मैले आफूलाई चाहिँ सम्हालेँ भनौँ न मेरो बानी कस्तो हो भन्दाखेरि चाहिँ केही कुराले त्यो गाह्रो बनाइरहेको छ भने म त्यो कुरा बिर्सिने कोसिस गर्छु कि त्यही कुरामा अड्डेर बस्दिनँ कि किनकि त्यस्तो गर्नुपर्ने रहेछ कि त्यही कुरामा अड्डेर बसेर आफ्नो लाइफ ड्यामेज गर्न चाहिँ हुँदैन कि त्यही नै हो फेरि आज भोलि अब माया गरियो दबाउ त सोधिरहेन चान्स थियो फेरि रिपिटेड हुन्छ है त्यो चिजहरू चाहिँ दोहोरिन्छ है तर मान्छेलाई कस्तो हुँदो रहेछ भन्दाखेरि सुधार्छु भन्ने कुरा चाहिँ एउटा भ्रम रहेछ कि मान्छेलाई लागिसकेको बानी छुटाउन सकिँदैन कि दाइ कस्तो कुरा हुन्छ
अब मलाई केही चिजको लत छ भने त्यो मैले छोड्छु, म आफूले छोड्छु भनेर कोसिस गरेँ भने चाहिँ हो, नभए चाहिँ अरूले सुधार्ला भनेर चाहिँ सकिँदैन कि, कोसिसै नगरे हुन्छ। ऊ जस्तो छ उसकै ठाउँमा ठिक छ। त्यो भएर फेरि छोरी मान्छेले चाहिँ सबै चिज सहन सक्छ अरे, आफ्नो लाइफ पार्टनरसँग सेयर गर्न सक्दैन अरे के। कहाँको सोध्छ मैले कहाँको भन्यो त्यो एकदमै रियल हो। भोलि भएन बिहा भइसकेपछि पनि दाइ कस्तो हुन्छ भन्दाखेरि गाइज कसैसँग अरूसँग देखेको छ, अङ्गालोमा देखेको छ भने त छोड्न सकिँदैन कि त्यो टाइम भनेको, किनकि छोरी मान्छेले धेरै कुराहरू सोच्नुपर्ने हुन्छ। नलाग्नु दाग लागिसकेको छ, छोरी मान्छे भनिसकेपछि अब समाजले हेर्ने अलग हुन्छ। मान्छेले अब भोलि भएन डिभोर्सै भइसकेपछि यसरी छुटेको उसरी छुटेको छोरी मान्छेलाई गलत ठेराउँछन् कि छोरा मान्छेलाई भन्दा पनि। त्यो भएर गाह्रो छ यसरी। यस्तो कहिले लाग्यो आशा गर्नुको सट्टा मौन रह होइन, केही कुराको आशा गर्नुभन्दा चाहिँ होइन, केही कुराको आशा गर्नुको सट्टा मौन रह, कहिलेकाहीँ शब्दले होइन समयले उत्तर दिन्छ। यस, त्यही भएर म मान्छेलाई वचन लाग्दैन, किनकि जसरी उसले मलाई वचन लागेको छ नि कुनै टाइम उसको पनि आउँछ कि पालोस्, पृथ्वी गोलो छ घुमेर उहीतिर पनि पुग्छ। त्यो भएर चाहिँ नाम त लिन चाहन्न, तर जति थिए सबै प्रायः जसो मतलबी थिए आफन्तहरू। स्वार्थी दुनियाँ मतलबी त अफकोर्स भइहाल्छ नि है। जस्तै आफन्ती भन्ने चिज मलाई मनै पर्दैन। हिमाल जस्तै निश्चल बन्नु तिमी, दाग लगाउँदा आउनेहरू आफै पक्लिएर जान्छन् अफकोर्स होइन। हो अब यहाँ त कस्तो हुन्छ, जज गर्ने मान्छे धेरै हुन्छ नि त, यो यस्ती त्यो त्यस्ती भनेर। त्यो त हो, तर हामी आफ्नो काममा चाहिँ ध्यान दिनुपर्छ क्या। त्यो त त्यही नै हुँदैन, किनकि सबैले एउटै नजरले हेर्छ भन्ने हुँदैन कि, किनकि मान्छेको सबैको नजर एउटै हुन्छ। उसले मलाई राइट नै सोध्छ त्यो भन्ने हुँदैन कि, मान्छे धेरै कुराहरू सोच्नु बाध्य हुन्छ कि। कसैले मलाई राम्रो सोचिरहेको छ भने अर्को मान्छेले नराम्रो नि त सोच्न सक्छ नि त, यस्तो हुन्छ कि। परिस्थिति त एउटा बहाना मात्र हो, मनस्थिति नै बदलेपछि कसको किन लाग्छ र होइन। यो कतिपय सम्बन्धहरू हुन्छ नि, अब अवस्था यस्तै छ, फ्यामिलीले मानेन, घर परिवारले मानेन, त्यो बहाना मात्र हो कि, बहाना मात्र हो कि दाइ। त्यो त होइन, त्यो आफूले माया गरेको छ भने त उसले जसरी पनि हासिल गर्न सकिन्छ। त्यो अगाडि सोचिन्छ नभए त्यो त त्यही हो कि अगाडि लभ गर्नुभन्दा अगाडि सोच्नुपर्छ कि उनीहरूले मलाई राम्रो गरिरहेको छ भने फाइदाको लागि राम्रो गरिरहेको छन् कि, उनीहरूले फाइदा नहेरिकन राम्रो गरेकै छैनन् कि। त्यो भएर ब्याक साइडमा छुरा हाल्ने त यति छन् दाइ, कुरै छोडिदिनु। स्वार्थी छन् है, निस्वार्थ कोही पनि नजिक हुँदैन है। होइन, मेरो लाइफमा चाहिँ त्यस्तो स्वार्थी भनेर धेरैजना बाहिरी मान्छे स्वार्थी हुनुहुन्छ, तर मेरो लाइफमा स्वार्थ बिनाको मान्छेहरू पनि हुनुहुन्छ कि, जस्तै दाईहरू, मितुहरू, एकदमै उहाँहरूको सपोर्ट माया एकदमै छ कि। एकदम स्वार्थी चाहिँ को भेट्नु तपाईँले तपाईँको लाइफमा? स्वार्थी त मैले आफन्ती भेटेँ, साथीभाइ भेटेँ। रञ्जित दाई भेटेँ। रञ्जित दाई स्वार्थी हुनुहुन्न। लाइज त बस पालै पछि बस्नुपर्छ कि रियाक्सन। मैले धेरैचोटि फिल गरिरहेको छु कि जुन कुरा मेरो बाबाले फिल गर्न सक्नु भएको थिएन नि त्यो टाइममा फिल गरिरहेको छु कि आफन्ती। भोलि भएन यो भिडियो हेरेर उहाँहरूलाई नराम्रो लाग्ला, मलाई आजकल वास्तव लाग्दैन कि उहाँहरूले हामीलाई गाउनुहुन्छ भने, उहाँहरूले मेरो फ्यामिलीलाई गिराउनुहुन्छ भने उहाँहरू मेरो लागि केही पनि होइन कि। किनकि कस्तो हुँदो रहेछ भन्दाखेरि झुटै नबोली भन्नुपर्दा हाम्रो बाबाको फ्यामिलीपट्टि चाहिँ एकदमै सबैजना हुने खाने टाइपको, सबैजना जस लाइफ राम्रो छ कि। मेरो बाबाको लाइफ कस्तो छ भन्दाखेरि अब उहाँले यहीँ बसेर काम गर्नु भएको छ, यत्रो फ्यामिली हेर्नु भएको छ। त्यो भएर कस्तो हुँदो रहेछ भन्दाखेरि एफनीबाट त्यहाँबाट हुँदो रहेछ क्या। अनि अब उहाँहरू भनेको सबैजना बाहिर हुने, विदेश हुनुहुन्छ, सबैजनाको आफ्नो लाइफ छ, करियर बेस छ, त्यस्तो छ कि। अनि मेरो बाबाको चाहिँ अब उहाँले मेहनत गर्नु भएको छ, मेहनत गरेको फल बिस्तारै पाउनुहुन्छ नि त, हतार केही कुराको पनि छैन। भोलि भएन म ठुलो हुँदैछु, मैले गर्छु। त्यो भएर मलाई आफन्तीदेखि चाहिँ पहिल्यैदेखि नै मन मरेको थियो, तर मेरो बाबाले चाहिँ विश्वास गर्नुहुन्थेन, त्यो विश्वास मैले दिलाइदिएँ कि आफन्तीबाट चाहिँ यस्तो गर्छ नै मैले बनाइदिएँ बाबाले। त्यो भएर आजकल बाबाले आफन्ती भनिसकेपछि डोन्ट वरी प्रतीक्षा इज हियर होइन बाबा, कहीँ गलत बोलेर छैन होइन, गलत बोल्यो भने भन्नु है। पैसाको गल्तीको कुरा हातमा हिँड्नु न, दुनियाँ पछि लाग्छ।
पैसाको गड्डी छैन भने चल भाइ तेरो त के भ्यालु छ र त्यस्तो हुन्छ कि चल भाइ तेरो त के भ्यालु छ। कारणले बाबा मम्मीले हेपाइसक्नु पर्यो, अपहेलना सक्नु पर्यो, व्यवहार गर्ने व्यवहार फरक व्यवहार चाहिँ फरक हुँदो रहेछ कि दाइ। तर मेरो बाबा चाहिँ कस्तो हुन्छ भन्दाखेरि अहिलेसम्म मेहनत गरिरहनु भएको छ, मेहनत गरेको फल उहाँले मजाले पाउनु भएको छ नि त। कसैलाई ठगी गरेर काम गर्नु भएको छैन, कसैलाई खै रिमोट दिनु न एकचोटि कति भएछ। त्यो पैसा बाबाले जसरी कमाउनु भएको छ त्यसरी सदुपयोग भइरहेको छ कि। अनि कस्तो हुँदो रहेछ भन्दाखेरि उहाँहरू चाहिँ लेभलै ठुलो के, उहाँहरूलाई त्यसरी भन्न नहुने होइन। तर मैले यसरी आएर बोल्नु पनि उहाँहरूले गरेको व्यवहारले नै सम्झी मलाई त कस्तो रिस हुन्छ। अब के गर्ने, आफ्नै मान्छेहरू हुनुहुन्छ उहाँहरू, फर्केर जाँदैनन् क्या आजकल दाइ। हामी फरक पर्छ है, पर्छ, धेरै कुरामा फरक पर्छ। कस्तो लाग्छ त्यो बाबा मम्मीलाई गर्ने व्यवहार फरक देख्दाखेरि चाहिँ? धेरै नरमाइलो लाग्छ। मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि उहाँहरूले गरेको व्यवहार मैले टाइम आएपछि बताउने छु कि। किनकि मान्छेसँग कस्तो हुँदो रहेछ भने त्योसँग मुख फालेर जवाफ दिइरहनु भन्दा आफूले गरेर देखाउने रहेछ कि। किनकि त्यो टाइम लिएर आउँछ कि। त्यही भएर समयले साथ दियो भने मैले उहाँहरूलाई देखाउँछु। बाबा 2 लाइक पाएँ त मैले त। अरू कुरा त भइदिएर रुनु त मम्मी नै रुन्छ कि सटन तै रोन होचेरा हुन्छ के छोरो मान्छे रुन्छ रुँदैन किन रुने र हाम्रो बाबाले अहिलेसम्म हामीलाई त त्यो घर परेर रुन आउँछ तपाईँलाई त लाग्छ देखाउनुहुन्न कि। किनकि बाबाले अहिलेसम्मको दुःख सम्झ्यो भने धुरुक्क रुन मन लाउँदो रहेछ कि। अब कस्तो हुन्छ भन्दाखेरि उहाँ आफन्तीहरूले त्यति गर्नु भएको थियो पहिला भने अहिलेको टाइममा हुन्छ नि त अब यस्तो सपोर्ट भन्ने चिज छैन कि उहाँहरूबाट। उहाँहरू आफ्नो लाइफमा चिल हुनुहुन्छ, उहाँहरू आफ्नो लाइफमा रमाउनु भएको छ, उहाँहरूलाई कसैको मतलबै छैन। के थियो सङ्घर्ष बाबाको थोरै छुट्टो मिठो? सङ्घर्ष भन्ने हो भने धेरै नै छ दाइ। बाबाले हाम्रै लागि भनेर कति मिहिनेत गर्नुभयो। मलाई एकदमै धेरै गाह्रो भएको टाइम भनेको हाम्रो बाबाले एउटा जग्गा किन्दाखेरि गाह्रो भएको थियो कि। किनकि त्यो टाइममा चाहिँ बाबासँग जस लगभग पैसा चाहिँ थियो नभएको होइन, उहाँहरूले सेभिङ गर्नुभएको थियो। बाबा मम्मी नै काम गरेर सेभिङ गर्नुभएको थियो। तर केही रकममा पुग्दाखेरि त्यो माग्दाखेरिको कुराले चाहिँ अलिकति नरमाइलो हुँदो रहेछ कि। त्यो टाइममा मसँग पैसा भइदिएको भए चाहिँ मैले दिन्थेँ भन्ने हुन्थ्यो। अब पैसा कमाउनलाई कमाउँथेँ तर त्यति साह्रो त कमाउँथिनँ नि त, जस अलिअलि अब घरसँगै बाटो मात्रै थियो। अनि त्यो टाइमको कुराले चाहिँ बेसरी गाह्रो हुँदो रहेछ। बाबाको सङ्घर्ष भन्ने हो भने धेरै नै छ, मलाई एक्ज्याक्टली थाहा छैन है, सानोको कुराहरू अब त्यति साह्रो थाहा छैन। नभए चाहिँ बाबाको सङ्घर्ष मम्मीको सङ्घर्ष धेरै नै। मम्मीले के गर्नुहुन्थ्यो? मम्मीले पहिला बिहा नगर्दाखेरि त्यो अदुवाहरू हुन्छ नि गाउँबाट चाहिँ सहर झार्ने अनि बेच्ने त्यस्तो गर्नुहुन्थ्यो कि। बिहेपछि चाहिँ अब अलिअलि घरको कामहरू गर्ने, त्यसपछि बाहिर कामहरू पनि मम्मीले गर्नुहुन्थ्यो। अहिलेको टाइममा चाहिँ छोड्नु भएको छ अब अरूको रेस्टुरेन्टमा अब घरमा काम गर्नुहुन्थ्यो कि मम्मीले सबै। त्यो टाइपको सङ्घर्ष मम्मीको एकदमै नै। अहिले मम्मीलाई हामीले नै कराएर अब अझै पनि भन्नुहुन्छ कि मम्मीले काम गर्छु, पैसै त ठुलो हो, भोलि बिहानै पैसा भएन भने केही पनि हुँदैन। लुगा किन्न पऱ्यो पैसै चाहियो, खाना पऱ्यो पैसै चाहियो, रुमको भाडा तिर्न पऱ्यो पैसै चाहियो। त्यो भएर चाहिँ मम्मीले अझै पनि म काममा जान्छु भन्नुहुन्छ कि। अनि बाबाले चाहिँ होइन पढ्दैन त घरमै बस। मम्मीले कमाएको जति मम्मीलाई नै उपचार गरी भ्याम के, ढाडको समस्या, खुट्टाको समस्या, त्यो भएर चाहिँ गाह्रो हुन्छ नि। त्यो भएर आजकल मम्मीलाई काममा चाहिँ पठाउँदैन। बाबाले बिस्तारै माया गर्नुहुन्छ यसरी। अहिले बाबाले के गर्नुहुन्छ? अहिले बाबाले अहिले फर्निचरमा गर्नुहुन्छ। सङ्घर्ष एकदमै धेरै गर्नुपर्छ है बाबा मम्मीले। अझैसम्म बाबाको सङ्घर्ष छ कि। अझै पनि कहिलेकाहीँ अब त्यो साउहरूसँग कुरा नमिल्दाखेरि अब पैसै त हो नि है, पैसा भएन भने त केही पनि छैन। अनि कतै केही भइहाल्यो भने बाबाले डाइरेक्ट विदेश जान्छु भन्नुहुन्छ कि। अब यो टाइम भनेको बाबा विदेश जाने हो नि त, म जाने हो नि त। त्यही भएर मैले बाबालाई भन्छु रोक्नु, टाइम आउन दिनु, अफकोर्स कुनै दिन त राम्रो होला नि त हुन्छ नि। फेरि लाइक आएन त्यहाँ त।
बाबालाई चाहिँ गाइस सुरुको इन्टरभ्यू त अब एकदमै त्यो कस्तो भन्दा लभवाला टाइपको अब त्यस्तो टाइपको थियो नि त त्यो वाला लभै नभए पनि अब अलिकति यस्तो कुराहरू थिएन योमा चाहिँ अब योमा चाहिँ धेरै कुराहरू एकदमै इमोसनल टाइपको छ क्या पनि अब नहुँदो रहेछ त्यो भएर चाहिँ उहाँहरू चाहिँ यस्तो हालत भइरहेको छ अब यता मेरो आवाज छु भनौँ त्यो भएर चाहिँ अब गरिरहेको छु गर्ने छु मेरो फ्यामिलीलाई खुसी राख्ने छु त्यही नै हो मेरो आफन्तीको अगाडि चाहिँ केही गरेर देखाउनु छ कि है स्वार्थी गर्दैन आफन्ती हो एकदमै धेरै उहाँहरूलाई नराम्रो लाग्ला यो हेरेर तर मलाई मतलब छैन कि उहाँहरूले हामीलाई जस्तो व्यवहार गर्नुभएको छ उहाँलाई मैले त्यही रिटर्न गरेको मेरो फ्यामिलीले बाबा मम्मी सोझो हुनुहुन्छ त्यो भएर उहाँले रिटर्न गर्न सक्नु भएन नि त तर मैले गर्छु कि उहाँहरूलाई वचनले गर्दिनँ कि टाइमले देखाउँछु मैले व्यवहारले हो के छ रहर के छ सपना के छ सपना भनेको अहिले बाबाले लेखेको जग्गामा एउटा घर बनाउने छ अनि मेरो सपना भनेको म बाहिर जाने छ बाहिर जाने नै हो छ भ्लगिङ यति राम्रो भइरहेछ त भ्लगिङ राम्रो भइरहेको छ तर भ्लगिङ पनि म बाहिर गयो भने छोड्दिनँ जस्तो मैले एक दिन बिराएर कन्टिन्युस गरिरहेको छु भने उहाँबाट पनि गर्छु टाइम नमिल्ला आफ्नो ठाउँमा छ तर जस कोसिस चाहिँ गर्छु त्यसपछि त्यो लेभलबाट आउनुभएको है तपाईँहरू जब कि तपाईँको आफन्तहरू राम्रो ठाउँमा हुँदा हुँदै पनि सपोर्टिभ भएन छैन तर व्यवहारले चाहिँ कस्तो हुँदैन अगाडि चाहिँ ठिक्क पार्दो रहेछ यो गरिदिन्छु त्यो गरिदिन्छु भन्ने हाम्रो बाबालाई चाहिँ आश थियो कि त्यो आश चाहिँ पछि निभायो कि उनीहरूले चाहिँ चट्टकै त्यो आफ्नो अब अलिकति हाई लेभलमा पुगिसकेपछि होइन आफ्नो लाइफ बनायो किन अर्को लाइफ बनाइदिने भन्नुहुँदो रहेछ कि त्यस्तो हुनुहुन्छ आफ्नो सोच्ने भएछ सायद तपाईँको मम्मीले अरू घरमा गएर भाडामा सुहाउनु पर्थ्यो लुगा धुनु पर्थेन प्रतीक्षाको बस हेर न होइन त्यो लेभलको दुःख त गर्नु पर्थेन त्यही भन्छु साँच्चै यो कुरामा महान धेरै महान उहाँहरूले नै कति पीडाहरू सहनुपर्छ कति कुराहरू अब बुझेर बस्नुपर्छ होइन एकदमै महान छन् क्या आमा सधैँ छैन मम्मीको लागि त कति पीडा कति इच्छा चाहना मार्नु पर्ने राम्रो लाग्यो कि होइन म बोल्न सक्दिनँ होला जस्तो लागेको थियो कि तर यत्रो बेर बोलेछ त्यो त त्यही नै ले म गरिदिन्छु एकदमै अब बाबाले हाम्रो लागि गर्नुहुन्थेन भने त काममा जानुहुन्थेन बाबु जाऊ बरु उतापट्टिको मोबाइल हेरेर चार्ज गरिदेऊ बच्चाहरूको भनेर कमाउन जानुहुन्छ जाऊ छिटो त्यही नै लाइफको रियल हिरो भनेको बाबै हुनु है रियल हिरो बाबा र मम्मीको लागि त शब्दै छैन त्यही भएर मैले जुनमा पनि मेरो लागि स्पेसल भने कि बाबा होइन मम पनि उत्तिकै स्पेसल हुन्छ के गरेको बाबा भनिसकेपछि रियल हिरो एकदमै अझै बढी माया चाहिँ बाबाको लाग्छ कि मलाई मम्मीको भन्दा मम्मीको इन्टरभ्यू हेर्नु भने खाली जग्गा पनि बाबा भन्छु भन्नु होला तर बढी माया चाहिँ बाबाको लाग्छ कि मम पनि माया लाग्छ नलाग्नु हुँदैन प्राय सन्तान फेरिको सन्तानले चाहिँ आमाको धेरै माया लाग्छ कि फेरि होइन तर मलाई चाहिँ अब त्यस्तो दुईजनाकै बराबर तर अलिकति बेसी चाहिँ बाबाको लाग्छ कारण के रहेछ अब बाबाको दुःख सङ्घर्ष देखेर चाहिँ अलिकति कस्तो हुन्छ भने चाहिँ हामी जब गरिब हुन्छौँ होइन अनि हाम्रो आफन्तले नै पनि हेपिरहेको हुन्छौँ भने नि समाजले पनि हामीलाई हेप्छ क्या गर्ने व्यवहार फरक हुन्छ क्या पाइयो हामी बसेको टोल यस्तोसम्म उस छ कि अब अलिकति हुन्छ नि त त्यहाँ पनि अब सबैजना हुने खाने भाडामा कस्तो भन्दाखेरि अब रुम लिएर भाडामा बस्नेलाई चाहिँ अलिकति हेप्नै पर्छ टाइपको छ कि अनि अर्को कुरा भनेको अब आफन्तले त हेप्छन् भने अब उहाँहरू त धेरै परको कुरा हो उहाँहरूले हामीलाई राम्रो व्यवहार गर्नु होला भने त आशै नगरे हुन्छ आशै छैन मलाई त मावलीबाट कस्तो छ हजुर मम्मीको माइतपट्टि मावलीबाट मावली चाहिँ अहिलेको टाइममा चाहिँ कोही पनि हुनु हुँदैन मावलीतिर चाहिँ तर मम्मी चाहिँ एकदमै सपोर्टिभ यस्तो माया गर्नुहुन्थ्यो कि हामी भनेपछि त एकदमै हुन्थ्यो कि ज्यानै दिने टाइपको हुनुहुन्थ्यो र अहिले साथमा हुनुहुन्न भन्नाले हामीलाई माया गर्ने मान्छे हामीसँग कहिले रहँदैनन् अहिले रहँदैनन् कि रहने भएको भयो उहाँहरू रहने भएको भयो माया गर्ने मान्छे भयो त मायाले संसार थाम्दैन भन्नै पर्थेन नि जसलाई माया मन पनि थियो माया पनि थियो चाहना पनि थियो केवल भाग्यमा थिएन यो लाइन त भाग्यमै नभएर छुट्या भनौँ त्यस्तै किन भाग्यमा रहेन जस्तो लाग्छ आफैलाई
यस्तो रहेछ कि दाइ आफूले चाहेर केही पनि नहुँदो रहेछ कि भनिहालेँ मैले तपाईँलाई अघि पनि भनिहालेँ आफूले चाहेर सबै कुराहरू पुरा हुन्थ्यो भने मैले के चाहेको त सबै म आफूतिर तान्न सक्थेँ नि त अब त्यो आफूले भाग्यमा जे लेखेको छ त्यही भोग्नुपर्छ माया किन पाइएन त अब आफ्नो पनि फल्ट होला कतै आफूले पनि अब माया दिन सकिएन होला आफूले पनि उसलाई राम्रो व्यवहार गर्न सकिएन होला त्यस्तो लाग्छ मलाई चाहिँ लाग्छ है मेरो पनि केही फल्ट थियो होला उसलाई राम्रो गर्न नसकेकोमा उसको पनि फल्ट थियो होला मैले के भन्छु भने मेरो मात्र फल्ट देखेर होला नि त दुईजनाकै केही फल्ट छुटेको हो जस्तो लाग्छ त्यो सम्बन्ध फेरि जुट्न आयो भने त्यो सम्बन्ध राम्रो होला जस्तो लाग्छ मलाई चाहिँ लाग्दैन अब चाहिँ लाग्दैन सो गाइज आधा नै बाँकी रहेछ अनि मेन पार्ट भनेको चाहिँ मैले त्यो आफन्तीवाला नै थियो बाबाहरूलाई चाहिँ सुनाउनु पर्ने जस मैले यत्रो बेर होल्ड गराएर राखेको थिएँ अनि भ्लग पनि अब लामो नै भयो किनकि अब रियाक्सन भनिसकेपछि अलिक कडा चाहिँ मम्मीको आउँछ रियाक्सन बाबाको भन्दा पनि मैले इन्टरभ्यूमा पनि भनिरहेको छु बाबाको आँखाबाट मैले आँसु अहिलेसम्म देखेको छैन त्यो भएर केही हुँदैन अब मम्मी र म त अब पिन्छे हो आमा छोरी नै यस्ता छन् पिलपिल पिलपिल आँसु जाने त्यो भएर चाहिँ अनि यहाँ चाहिँ यसरी भइरहेको छ अझै आधी छ गाई जसमा चाहिँ अब जस धेरै चाहिँ गराउँदिनँ किनकि बाबा मम्मीको चाहिँ मेन लेख्नुपर्ने क्लिपहरू चाहिँ लेख्छु अनि मम्मीलाई फेरि सन्चो छैन कि गाई च्याचा र सुसु गर्दै हुनुहुन्छ सो त्यही नै भएर अनि एलेक्स पनि यता छ किनकि एलेक्स पनि अघि मम्मीले लिएर आउनुभएको नि त सबैजना हस्पिटल हुनुहुन्छ अनि त्यो भएर चाहिँ अहिले मम्मी आउनुहुन्छ अनि मम्मी आएपछि चाहिँ एलेक्स जानुहुन्छ उहाँ चाहिँ बस्नुहुन्न हेलो 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 कहाँबाट आउनुभएको तपाईँ गाइज उहाँले चाहिँ यसरी देखाउनुहुन्छ कि ल बाबा छिटाउनु छिटो मम्मीलाई त्यस्तो भएको छ गाइज छिटाउनु छिटो यति भन्छु कि दाइ भोलि बिहान मलाई सुधार्छु भनेर ऊ फर्केर आए पनि म उसलाई यसरी पाउँछु भन्ने नहुँदो रहेछ कि भोलि बिहान गएर एउटा न एउटा कुराले गर्दाखेरि त्यो रिलेसन ब्रेक हुँदो रहेछ कि छुट्दो रहेछ सो गाइज म चाहिँ यहाँ पछि चाहिँ सुनाउँदिनँ अब तपाईँहरूले चाहिँ त्यो चाहिँ फुल इन्टरभ्यू हेर्नु होला अब बाबा मम्मीले चाहिँ हेर्नुहुन्छ यहाँ पछि अब आनन्दले किनकि म पनि अलिकति बिजी सेड्युलमा छु त्यो भएर चाहिँ अब यो टाइम भनेको म अब हस्पिटलमा जानुपर्ने हुन्छ नि त म त एकैछिनको लागि मात्र आएको अनि सो तपाईँहरूलाई चाहिँ यहाँसम्मको इन्टरभ्यू चाहिँ कस्तो लाग्यो बाबा कुन वर्डले चाहिँ मन छोयो कुन वर्डले चाहिँ मन छोयो मन त पछि पुरा भइसक्यो भनौँ होइन भन्नु न अहिलेसम्मको चाहिँ सो गाइज उहाँहरूको जिज्ञासा चाहिँ मैले नेक्स्ट भ्लगमा लेख्ने नै छु अनि भाइसँगको जिज्ञासा पनि मैले नेक्स्ट भ्लगमै लेख्ने छु अनि त्यही नै हो अब तपाईँहरू हेर्नु कन्टिन्युज गर्नु किनकि बाहिर निस्किनु नि छ बाहिर निस्किनु भन्दाखेरि म चाहिँ अब तपाईँहरूले पनि थाहा नै छ जानुपर्छ अनि त्यो भएर चाहिँ मैले त्यो भएर धेरै भ्लग बनाइनँ सो त्यही नै हो गाइज हजुरहरूलाई आजको भ्लग पनि के कस्तो लाग्यो कमेन्ट बक्स र कमेन्ट गरिदिनु होला अनि फुल इन्टरभ्यू चाहिँ रन्जित दाइको पोडकास्टमा गएर हेर्नु होला सो थ्याङ्क्स फर वाचिङ माई भिडियो गाइज बाई लभ यु टेक केयर